म र मेरो दाइ चाहिँ आज यो धनगढी भन्दा अगाडि यो पपेरा भन्ने ठाउँमा हाम्रो एकजना वैद्यजी हुनुहुँदैछ, उहाँकोमा आइपुगेका छौँ। यो चाहिँ हाम्रो ढाडको समस्या भएको, ढाडको नसा च्यापिएको र ढाडमा नसा च्यापिएर जो ढाडदेखि खुट्टासम्म झमझमाउँदै जान्छ, दुख्दै जान्छ, त्यसको समस्याको समाधानको लागि कतैबाट पत्ता लगाएर यहाँ आएको छौँ। यो गराएदेखि चाहिँ धेरै आनन्द, धेरै रिलिफ महसुस भएको छ। तपाईँहरूलाई पनि यस्तो कस्तै केही भएको छ भनेपछि आउनुहोला। उहाँको सल्लाह अनुसार हामीले चाहिँ लगभग 3-4 फेर आउनुहोला भन्नुभएको छ र यहाँ आएर पनि धेरै यहाँ आउनुभएका अरू हामी जस्तै मान्छेहरूबाट कुरा बुझ्दाखेरि उहाँहरू धेरैचोटि आइसक्नु भएको रहेछ, धेरैचोटि गराइसक्नु भएको छ। उहाँहरूको कुरा सुन्दाखेरि चाहिँ कसैले म अपरेसनै गर्न पुगेको मान्छे आयो भन्नुभयो, कसैले म 14 वर्षसम्म गरेको, 5-6 वर्ष त व्हिल चेयरमै हिँडेको मान्छे अहिले यहाँ आएर धेरै सजिलो भएको छ, धेरै राम्रो भएको छ भन्ने मान्छे पनि भेटाइयो होइन। त्यही भएर आशा राखेको छु धेरै राम्रो होला। तर उहाँ पछि पनि धेरै नै उहाँ गएर आएपछि या त उहाँ गएर गराएपछि पनि मलाई धेरै आराम त धेरै राम्रो त भएको छ। फेरि पनि अर्को फेर जाने चाहिँ मेरो विचार छ। तर अहिले म टाढाबाट, हामी चाहिँ दाङबाट आएको यो ठाउँमा, दाङबाट धनगढी धेरै टाढा छ। अरू त्यही पनि अब रोगको लागि त त्यही पनि अब जानु सकिन्छ, जानु नै छु म। अर्को भएर जान्छु, कस्तो हुन्छ के हुन्छ विचार गर्दा। तर धेरै राम्रो, धेरै पोजिटिभ भाइब्स आएको छ त्यहाँ गएर आबाट। म चाहिँ धेरै खुसी छु, भित्र मनदेखि नै आनन्द हो क्या, एकदमै राम्रो महसुस भएको छ। कृपया तपाईँहरूलाई पनि त्यस्तै भएको छ भने तपाईँहरू जान सक्नुहुन्छ, भिजिट गर्न सक्नुहुन्छ। उहाँले चाहिँ कुनै फिस तोक्नु भएको छैन। 100, 50, 500 जति दिए पनि भयो, दिँदै नदिएर आए पनि भयो। त्यसमा केही भन्नुहुन्न, पैसा पनि माग्नुहुन्न। त्यो तपाईँहरूको खुसीले दिने हो, तपाईँहरूको खुसीले गर्ने हो। उहाँ जान धेरै टाइम लाग्दैन, सिर्फ त्यो ठाउँमा टाइम लाग्दैन, जाने र आउने मात्रै टाइम हो, त्यति हो।